दर्शकबिन एकैछिन यो भिडियो हेर्नुहोस् त। 2028 सालबाट अहिलेसम्म चुनाव जिताएका जिताइ छन्। त्यस कारणले पनि दैलेखी जनताको मनपर्ने मान्छे भएर जिताएका होलान् भन्ने मलाई लाग्छ। हेर्नुभयो नि, यिनी हुन् दैलेख क्षेत्र नम्बर 1 का नेपाली कम्युनिस्ट पार्टी नेता अमर बहादुर थापा। विगत 2028 सालबाट नै उनी राजनीतिमा लागेका छन् र उनले 2028 सालदेखिबाट नै चुनाव जितेर अहिलेसम्म दैलेखलाई यति राम्रो विकास दिएका छन् भनेर उनले भनेका छन्। त्यसै कारणले पनि दैलेखी जनताको मन पर्ने मान्छे भएर नै जिताएका होलान् मलाई लाग्छ। त्यसकारण मैले बाँकी रहेका कुरालाई पनि दैलेखी जनतालाई पूर्णरूपता दिनुपर्छ। दैलेखको सिस्टमलाई पनि अगाडि बढाएको मैले देखिरहेको छु। किनभने अझ भन्नु पर्दा त दैलेखबाट चुनाव जितेर गएका नेता 5 वर्षसम्म फर्किँदैनन्, तर म त महिनामा दैलेख फर्किन्थे भनेर पनि उनले भनेका छन्। दैलेखी जनताको मनपर्ने मान्छे भएर जिताएका होलान् भन्ने मलाई लाग्छ। त्यसकारणले मैले बाँकी अरू कुराहरू पनि गर्नका लागि दैलेखी जनताका अझै बाँकी रहेका कुराहरूलाई पनि मैले पूर्णता दिनुपर्छ र मैले दैलेखको एउटा सिस्टमलाई पनि अगाडि बढाएको मैले महसुस गरिरहेको छु। किन भन्दा दैलेखबाट चुनाव जितेर जानेहरू 5 वर्षपछि आउने गर्थे। मैले महिनाको एकचोटि दैलेखमा जाने, टेकेर जाने, दैलेखी जनतालाई भेट्ने पनि काममा मैले जाने त्यो सिस्टमलाई पनि त्यो अवस्था ल्याएँ। अझ त्यति मात्रै होइन दर्शकबिन, दैलेखबाट चुनाव जितेर गएका कैयौं नेताहरू संसद भवनमा बोल्न डराउँछन्, तर अमर बहादुर थापा भने दैलेखबाट चुनाव जितेर गएर संसद भवनमा मागहरू धेरै उठाउने व्यक्ति भनेको मनै हो भनेर उनले भनेका छन्। दैलेखी जनताबाट जितेर गएका मान्छेहरूले संसदमा कति आवाज उठाए होलान् त्यो कुरा पनि तपाईँ दैलेखी जनताले थाहा पाएरै होला। अमरबहादुर थापाका आवाजहरू सुन्नले पनि आइरहन्छन्। साँच्चैकै बहादुर रहेछ भन्ने बनाएकै छन्। दैलेखी जनतालाई शिर झुकाउनु परेको छैन। अझै पनि तपाईले मलाई जिताउनु भयो भने फेरि पनि तपाईहरूको शिर झुकाउने पर्ने छैन भनेर यति बेला नेपाली कम्युनिस्ट पार्टीका नेता अमर बहादुर थापाले भाषण दिएका छन्। अहिलेसम्म पनि दैलेखी जनताको शिर निचो गर्न दिएको छैन। फेरि पनि दैलेखी जनतालाई शिर निचो गर्न नदिने र दैलेखी जनताका आवश्यकतालाई परिपूर्ति गर्न यो चुनाव अनिवार्य छ, आवश्यक छ। दर्शकबिन, साँच्चै नै तपाईँ दैलेखको छोरो हुनुहुन्छ भने एकपटक यो भिडियोलाई हेरेर मनमा लागेको प्रतिक्रिया र भिडियोलाई शेयर गर्नुहोला। यदि तपाईँ दैलेखको हुनुहुन्न भने म तपाईलाई आग्रह गर्दैन र विगत उनले 2028 सालदेखि राजनीतिक क्षेत्रमा आएर दैलेखलाई कस्तो बनाएका छन् त यदि तपाईँ